गाइस म यहाँ पुगिसकेको छु पूजा गरेको ठाउँमा है। अब यहाँ कस्तो माहौल रहेको छ म देखाउँछु। माहौल त त्यही हो पहिलाको जस्तै हो। यस्तो चलिरहेछ। अनि यहाँ किचन अलि देखाउनु पर्यो है। मेरो दाइ के यस्तो छ यहाँ भन्दा ठिक छ वहीँ गएर बस्नु भयो होइन। हजुरको अब के चोइस छ कमेन्टमा भन्नु। म त अब वहीँ जान्छु। अब वहीँ गएर मिलाउँला होइन। अघि भर्खर भोज देखाएँ मैले अब त्यही तयारी हजुर। बिन्दवासिनी यही कहाँ हो? म गण्डकी बोर्डिङ। गण्डकी बोर्डिङमा ए सरी एउटा अझै कुरो सम्झाइदिनु भयो है। के अरे यहाँको मोटर चलिरहेको छ। अनि हजुरहरूलाई लाग्यो होला म स्कुल चेन्ज गरेको छैन होइन। म हजुर हजुरलाई लाग्यो होला कि द्याट कि अब के भनौँ हजुरहरूलाई लाग्यो होला कि मेरो स्कुल चेन्ज गरेको छैन होला मैले होइन। मैले चेन्ज गरेँ भए मैले इन्ट्रान्स एक्जाम दिएको थिएँ स्कलरसिपको। त्यही पनि गण्डकी बोर्डिङमा स्कलरसिपको इन्ट्रान्समा म सेलेक्ट भएँ भन्नाले अब 75%मा। त्यसपछि म स्कलरसिपमा चेन्ज आएँ। अब स्कलरसिप भएपछि म गएँ भन्नाले अब के भनौँ म जिबिएसमा नाम निकालेँ भने सबैलाई मैले लड्डुहरू बाँडेँ होइन। अनि यस म अहिले गण्डकी बोर्डिङमा पढ्छु र यो मैले हजुरहरूलाई भनेको धेरै महिना भयो के भन्नाले अब आजको अहिले कुन माघ महिना चलिरहेछ होइन। हिजो मेरो बर्थडे थियो। मैले हिजोको बर्थडेको भिडियो हाल्न पाइनँ। त्यसको लागि माफी चाहन्छु। र मैले आज चाहिँ साङ्गेको भिडियो हालेको छु। माघ 19 गते चलिरहेको छ। माघ 19 गते भनेपछि 10 महिनादेखि म गण्डकी बोर्डिङमा पढिरहेको छु। धेरै महिना भयो होला कि मैले त भिडियो हाल्नै बन्द गरेको छु क्या। एउटा अझै कुरो बाँकी छ। मैले भिडियो नहालेको एउटा कारण पनि छ। सब्सक्राइब गर्नुहोस् क्या। सब्सक्राइब नगरेपछि कसरी आउँछ त नि मेरो भ्युज। अब भ्युज भन्नाले अब सब्सक्राइबर्स होइन। सब्सक्राइबर्स लाइक्स होइन बढाइदिनुहोस् न यार। म अब के भनौँ मेरो 1000 सब्सक्राइबर पुग्यो भने अब पार्टीको भिडियो हाल्छु। 1000 सब्सक्राइबरको पार्टीको भिडियो हाल्छु। अहिले त कति भयो 100 कति भइरहेछ बल्ल 100 पुग्यो क्या मेरो। अब 100 कति भइरहेछ। अब हाम्रो टार्गेट चाहिँ त्यसको 10 गुणा बढी हो क्या। अनि अब 10 गुणा बढी बढाइदिनु पर्यो। त्यसपछि मलाई अब हजुरहरूले नै हेल्प गर्न सक्नुहुन्छ। म त्यति भन्छु। र उताको पूजादेखि भन्नुभएको छ होइन। अब एकछिनमा म बेलपत्र चढाउँछु। अहिलेको लागि चाहिँ म क्यामेरा अफ गर्छु है त। बाई।